मैले बाल्टी लिएको छु यो माटी उता पाइपमा जोड्न काम लाग्छ। हेलो गाइस, आजको ब्लगमा तपाईँलाई स्वागत छ। आज चाहिँ म खाना पकाइरहेको छु, हेर्न सक्नुहुन्छ यो दाल अनि यो भुजिया आलुको हेर्न सक्नुहुन्छ। ओ माई गड, आज चाहिँ भेराइटी नै छ। मेरो फेभरेट दाल र आलुको भुजिया मलाई साह्रै मनपर्छ। आज चाहिँ हामी अलिक खेत जोत्दैछौँ, हेर्न सक्नुहुन्छ उहाँ। मलाई अहिले धेरै भोक लागेको छ, सो अहिले म खाना खान्छु। मैले चाहिँ आफ्नो खाना लिइसकेको छु, दाल भात र भुजिया आलुको। अब चाहिँ यो त मेरो फेभरेट हो, म त दबाएर खान्छु। मैले बाल्टी लिएको छु यो माटी उता पाइपमा जोड्न काम लाग्छ अनि त्यहाँ अलिकति पानी निकाल्नुपर्छ क्या खेतबाट। अब धान पनि कसरी काट्नुपर्छ, पाकिसकेको छ धान पनि, त्यही भएर क्या हामी त्यहाँ मसिन जोडेको छौँ। यहाँ सक्नुहुन्छ, यहाँ धान कडाइसटाइ भइसकेको छ हाम्रो खेतको। अनि उता त बाँकी नै छ, अहिले त अरूको खेत यो चाहिँ मलाई थाहा भएन। घाममा त म त कालो हुन्छु, अब अलिकति कालो त छु। घाम पनि उस्तै, धान कटाइसके पनि यहाँ हाम्रो मसिन स्टार्ट हुन्छ अहिले। जस्तो जस्तै हाम्रो मेसिन स्टार्टै भएन, मलाई पिलासिन जानु पर्यो घरतिर। मैले यो के भन्छ यो ल्याइसकेको छु, अब मसिन स्टार्ट हुन्छ होला। हाम्रो मसिन आज पनि स्टार्ट भएन, अस्तिको जस्तै केही प्रब्लम हुँदो रहेछ क्या यस्तो जहिले पसलतिर गइरहेको छु। अब यहाँ पैसा 20 रुपियाँ लिएको छु, अब भातसँग च्याउ खान्छु अलिकति। मैले यो चिकन रम्पम लिइसकेको छु, अब यो भातसँग खान्छु। के भेराइटी हो हेर्न सक्नुहुन्छ गाइज। म चाहिँ आज अलिकति सिनेमेटिक सुट गर्छु, त्यो म त्यो भिडियो क्लिपमा हालिदिन्छु। आज मेरो गाउँ कस्तो, मतलब कुन ठाउँमा छ र कस्तो देखिन्छ भनेर। ल सब्सक्राइब पनि गरिदिनुहोस् मेरो भिडियो, लाइक हानिदिनुहोस् अनि सेयर पनि हानिदिनुहोस्। टिकटकमा पनि जान्छ, फेसबुकमा पनि जान्छ, अनि यस्तै हेर्दै गर्नुहोस्। गाइज मैले जस्ट भिडियो क्लिपहरू सुट गरेको छु, त्यो भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्टमा मतलब कमेन्ट गरिदिनुहोस्। अब कमेन्ट गर्दा केही जाँदैन, मेरो अलिकति कमेन्ट गर्दा चाहिँ हुन्छ। तपाईँलाई एउटा खास चिज देखाउँछु। यहाँ हाम्रो फार्मिङ छ, हाम्रो चाहिँ होइन क्या, यहाँ एउटा मान्छे ठुलो मान्छेको छ। यहाँ एकचोटि बाढी आएको थियो क्या, त्यो बाढीमा मान्छेहरू यो जुन हेर्नु हुँदैछ नि व्हाइट कलरको हाउस, यो लुथरन समुदायलाई बनाएको छ क्या। त्यहाँ मतलब जे कुरा हुन्छ, अफिसै भनौँ न, बाढ पीडितको लागि के सामानहरू छ, धेरै कुराहरू छ। अनि सबैजना त्यही बसेको थियो क्या, यति पानीसम्म गाउँसम्म आएको थियो। यो हेर्न सक्नुहुन्छ, जाल चाहिँ पुरै यतै 4 कोनामा हालिदिएको रहेछ। यो हेर्न सक्नुहुन्छ कति मोटो रहेछ, धेरै मोटो छैन। एउटा मान्छे धानमा गएर के गर्दैछ हेर्न सक्नुहुन्छ। यहाँ माछा मार्नेहरूको भिड, एउटा भित्र 2 जनासँग हेर्न सक्नुहुन्छ। म चाहिँ यहाँबाट जान्छु, माछा चाहिँ अघि नै लगिसकेको छ। म चाहिँ अलिकति लेट आएँ, साथीहरू म चाहिँ सुतेको थिएँ क्या, धेरै निन्द्रा लागेको थियो, त्यही भएर म जस्ट उठेको भर्खर। अब म चाहिँ गहुँ लग्छु आटा त्यो बनाउनको लागि मिलमा। म चाहिँ अघिको ठाउँमा अहिले गइरहेको छु जहाँ हामीले मसिन राखेको थियौँ। म चाहिँ अघिको ठाउँमा आइसकेको छु, हेर्न सक्नुहुन्छ। यहाँ हाम्रो मेसिन स्टार्ट नहुने क्या, खै के भएको, मैले पनि आज नयाँ चेन्ज गरेँ, स्टार्टै हुँदै नै छैन। के गरौँ, पाइप पनि फोल्ड गरिसकेको छु। यो चाहिँ मेरो साइकल देवपुत्र सीसी 2000 सीसी, हेर्न सक्नुहुन्छ। सनसेट पनि भइरहेछ। देवपुत्र 2000 सीसी बाइक निकालेँ मैले जस्ट। अब म चाहिँ घरतिर जाँदैछु, राति पनि भइसक्यो। म पनि अलिकति नाइट ड्रेसमा छु, अलिकति स्वेटर पनि ज्याकेटहरू पनि लगाएको छु, चिसो पनि छ क्या। यहाँ चाहिँ मेरो अहिले डिनर पनि आइसकेको छ, हेर्न सक्नुहुन्छ। म चाहिँ यो खान्छु। मेरो इक्जाम पनि छ, मेरो क्यालकुलेटर हेर्न सक्नुहुन्छ। म तयारी गरेर छु क्या, अलिअलि पढ्नु पऱ्यो, जति गर्ने ब्लग बनाउनु त सकिँदैन होला। सो आजको लागि यति नै। यस्तै ब्लगहरू हेर्नको लागि मलाई सब्सक्राइब गर्नुहोस् र युट्युब च्यानललाई पनि सेयर गर्नुहोस् साथीहरूसँग। ल आजको लागि यति नै, बाई।